प्रत्यक्षतर्फका उम्मेद्वार समानुपातिकतर्फका उम्मेद्वार को तर्फबाट र समग्र पार्टीको तर्फबाट हामीले यस जिल्लाको विकास सुशासन र समृद्धिको लागि के कार्यक्रम अगाडि सार्छौं त, कस्तो प्रकारको हामीले भिजन अगाडि सार्दैछौं त, के कुरा चाहिँ हाम्रो प्रतिबद्धता अथवा हाम्रो संकल्प रहेको छ त भन्ने कुरा यहाँसम्म सार्वजनिक गर्ने कार्यक्रम हो। र यो कार्यक्रमको अध्यक्षता गरिदिनुको लागि म हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टीको केन्द्रीय सदस्य कमरेड बसन्त कुमार शर्माजीलाई अनुरोध गर्दछु। धन्यवाद। र कार्यक्रममा हाम्रो प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड गोपाल शर्मा अनल र समानुपातिक उम्मेद्वार कमरेड झट्को प्रसाद घरती आजको कार्यक्रमको मुख्य आकर्षणको विषय केन्द्रबिन्दु हुनुहुन्छ। उहाँको कुरा त हामी सुन्छौँ नै र आसन ग्रहणको क्रमलाई म अब अगाडि बढाउन गइरहेको छु र हाम्रो पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव कमरेड गणेश मानपुनलाई म कार्यक्रमको अतिथिको लागि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी हाम्रो पार्टीका नेता देवलाल गौतमजीलाई अनुरोध गर्दछु। त्यसै गरी बुद्धि प्रसाद शर्माजीलाई अनुरोध गर्दछु। त्यसै गरी हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड विमला केसीलाई अनुरोध गर्दछु। त्यसै गरी ठगेन्द्र प्रकाश पुरीजीलाई अनुरोध गर्दछु, केन्द्रीय सदस्य। त्यसै गरी विमल पुन कमरेडलाई अनुरोध गर्दछु, केन्द्रीय सदस्य। त्यसै गरी केन्द्रीय सदस्य कल्याणी कुमारलाई अनुरोध गर्दछु र केन्द्रीय सदस्य हाम्रो सुरज कुमार परियारलाई पनि अनुरोध गर्दछु। अब यो आसन ग्रहणको कार्यक्रम हाम्रो अहिलेलाई सकिएको छ र अब यो हाम्रो पार्टीको तर्फबाट, हाम्रो यस जिल्लाको तर्फबाट हामीले अगाडि सारेको संकल्प पत्र छ। त्यो संकल्प पत्र यहाँ समक्ष सार्वजनिक गरिदिनु र संक्षिप्तमा व्याख्यान सहित सार्वजनिक गरिदिनुको लागि म यो कार्यक्रमको अध्यक्ष तथा हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टी को यस जिल्लाको प्रतिनिधि सभा निर्वाचनको निर्वाचन परिचालन समितिका संयोजक कमरेड बसन्त कुमार शर्मालाई हार्दिक अनुरोध गर्छु।